एकदम यो बगानमा चाहिँ अब हाम्रो सानोको यादहरू जुडेको छ र यहाँनिर चाहिँ सानो सानो हुँदाखेरि हामी काम गर्न आउँथ्यौँ। तर त्यतिखेर अब काम गर्न भनेपछि अब हामी अल्छी मान्थ्यौँ र कामदेखि भाग्थ्यौँ टाढा टाढा र आमाले पनि अब गाली गरी बोलाएर काम गराउनुहुन्थ्यो कि यहाँनिर चाहिँ अब यतिखेरको टाइममा चाहिँ अब सबैजना भेला भएको चाहिँ त्यही भएर यहाँनिर आएर बारीमा अब यतिखेर सिजन हो मकै छर्ने कच्छु रोप्ने र त्यही भएर सबै मिलेर हामी चाहिँ यहाँनिर कच्छु रोप्न थालेका छौँ। सायद तपाईँहरूको पनि यस्तै केही मेमोरी होला, यादहरू होला सानोको बारीमा काम गरेकोहरू र मेरो चाहिँ यही हो है। अब पहिला चाहिँ हामीलाई अब कच्छुहरू बेच्न पनि पठाउनुहुन्थ्यो कि बजारमा र हामी चाहिँ एकदम खुसी भएर बेच्न जान्थ्यौँ कि किनकि अब कच्छु बेचिसकेपछि अब 10-5 रुपियाँ खान पाइन्थ्यो र त्यसकै लागि भए पनि हामी चाहिँ अब रमाएर खुसी भएर जान्थ्यौँ। कहिले दादा जानुहुन्थ्यो र कहिले म जान्थेँ। यस्तै कति राम्रो लाग्थ्यो कि अहिले त अब त्यो गर्न त अहिलेको समयमा कोही पनि केटाकेटी जाँदैन र त्यतिखेर चाहिँ हामी जान्थ्यौँ। अनि पहिला चाहिँ यस्तो हुन्थ्यो यो बारीमा काम गर्दा पनि कति गाली खानु पर्थ्यो कि हाम्रो आमा चाहिँ कराएको गर्नुहुन्थ्यो कि अहिले पनि कराइराख्नुहुन्छ। त्यही पनि मजा लाग्छ कि अहिले चाहिँ पहिला चाहिँ रिस उठ्थ्यो, अहिले चाहिँ मजा लाग्छ कि त्यो गाली सुन्न। अनि यहाँनिर सबैजना काम गर्दै हुनुहुन्छ, गाली खाँदै भए पनि काम गरिन्छ कि। आज चाहिँ छुट्टीको दिन भएको कारण मेरो पनि छुट्टी, भाइ बहिनीहरूको पनि सबैको छुट्टी र अब यता चाहिँ मेरो पालो चिया पकाएर खेतालाहरूलाई दिने, साना खेतालाले खिदेर ठुला खेतालाहरू पनि यहाँ छन् र अब यता पुर्याउन जाँदैछु। र हजुरहरूलाई मेरो यो भिडियो कस्तो लाग्छ र सबै अब जुन पनि भिडियोजहरू कस्तो लाग्छ, केही नराम्रो छ भने भनिदिनु होला कमेन्टमा र केही राम्रो छ भने पनि अलिकति लेखिदिएर भनिदिनु होला है। र आजको भिडियोमा चाहिँ यति नै र फेरि भेटौँला अर्को भिडियोमा।